हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि मैले फेरि नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ हामी इस्कन जान लागेको, भरतपुर चितवन राधा कृष्णको मन्दिर जान लागेको। अनि अहिले चाहिँ हामी अनप्लानिङ भनौँ न, प्लानिङ नभइकन यतिकै जान लागेको। अनि त्यही भएर अहिले चाहिँ दिउँसो गएर एकछिन भजन चाहिँ बिहान हुन्थ्यो होला सायद, हामी चाहिँ दिउँसो जान लागेको खानासाना खाएर मन्दिर। अनि एकछिन हेर्छौँ कस्तो छ भनेर देखेको छैन, वहीँ गएर देखाउँछु हजुरहरूलाई। मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है। हामी क्याफे एरियामा जाने प्लान छ, तर उनीहरूले के भन्छन् थाहा होइन। हामी गयो भने 3 जना मात्र जानेछौँ। बहिनी ल एकदम राम्रो छ है। म एउटा यहीँको चितवनमा म कार्यरत मान्छे। म भनेको प्रहरी अभिष कुमार मिश्र हो। म यहाँ चाहिँ कार्यरत छु र म कार्यकाल राम्रो गर्दैछु। आज आउट गएको म पनि रमाइलो के हजुर जस्तै रमाइलो गर्दै आएको है। त्यसै कारणले म आएको। हजुरलाई धेरै धन्यवाद र हजुरले मलाई यस्तो मौका दिनुभयो, त्यसको लागि पनि मुरी धन्यवाद है। टेम्पो चढेर चाहिँ हामी जाँदैछौँ। अनि हेर्न सक्नुहुन्छ, उहाँहरू देखाउँछु मैले। हामी चाहिँ दुईटा बहिनी छन्। यस्तो छ बाटो चाहिँ। के भन्ने बोलाउन केही मेरो भ्लगमा। यसको युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सबै गरिदिनु। अनि यसलाई पपुलर गराइदिनु। अल द बेस्ट फर योर युट्युब करियर। धेरै पैसा कमाइछ भने मलाई टेम्पोबाट अटोमा चढ्यौँ। अनि त्यसपछि अब चाहिँ बसन्त चोकमा झऱ्यौँ टेम्पोमा। अनि के हुन्छ लास्ट हेर्नु होला। सब मेकअप गरिदिनुहुन्छ, लिपस्टिक लगाइदिनुहुन्छ। अब यस्तो छ अझ महिना हेरी हुन्छ। भ्लगमा हेरेर फेरि कमेन्ट गर्ला नि फेरि केटाहरूले। अलिकति मिस्टेक गाडी चढ्यो सुरुमै मलाई भन्नु। हजुर ए हामी त्यहाँबाट कहाँ जाने हो? हामी सानचोक मात्रै पुऱ्याइदिनुहुन्छ। हामीलाई चाहिँ कहाँ छौँ? यहाँबाट भित्र छिन्यो। यही हो भयो। यहाँबाट 500 मिटर अगाडि गएर उसको गेटै छ। हजुर हुँदैन रे, बिहान 7 बजेदेखि 11 बजे। ए अब बेलुकाको भजन त लाने अब एकचोटि फेरि पर्सि हुन्छ रे। ए ल फाइनली गाइज हामी चाहिँ अब अटोबाट झऱ्यौँ। अनि अब हामी चाहिँ आयौँ स्कुल। हामी आइसक्यौँ। हामी चाहिँ अब बिहान आएदेखि भजन हुन्थ्यो अरे। अनि बिहान चाहिँ हामी यस्तो छ सबै राख्ने हो। रोक न एकछिन, धुन्छु खुट्टा को हुन्छ। अनि धुन्छु खुट्टा है। ल हामी चाहिँ आयौँ साथीहरू फाइनली। यस्तो रहेछ यहाँको दृश्य हेर्न सक्नुहुन्छ। यस्तो राम्रो यस्तो सक्नुहुन्छ। यस्तो म चाहिँ भ्लग दिउँ। अब हामी माथि जाँदै हो। चाहिँ सबै पुस्तकहरू हो है। यो राधा कृष्णको यो पुस्तक पनि सबै पुस्तकहरू छ यहाँ। कस्तो राम्रो हुन्छ नि। बिहान आएदेखि अब छिटै आएदेखि भजन सुन्नु पाइन्थ्यो। हामी चाहिँ
दर्शन गर्दैछौँ अहिलेसम्म। यस्तो छ दृश्य यहाँको चाहिँ हेर्न सक्नुहुन्छ। राधाकृष्णको मूर्ति यहाँ छ। अनि हामी चाहिँ यहाँ यसरी एकछिन बसेको। अब जाने बेलामा घर यस्तो छ। मान्छेहरू चाहिँ आइरहनु भएको छ। अन्त शान्त हुनुपर्छ त्यही भएर बिस्तारै बुलेको। यस्तो छ यहाँ चाहिँ गुरुको बस्नु यहाँ होला। के लेखेछ श्री कितायत रूप तपस्वी चैन दानेश्व हेतुपूर्ण फल प्रतिष्ठम अत्यति तस्व प्रमिति त्यते योग्य परिस्थान मोपैति जाधम भक्त श्रद्धेय दयालु निताय प्रभु। यहाँले यस्तो लेखेछ। यस्तो छ। यहाँ चाहिँ हामी अब एकछिन के भन्छ जस्तोलाई के गर्नु भन्छ यो च्यान्ट गर्ने हो कि च्यान्टकै च्यान्ट भुइँमा राख्नु त्यो गर्नु लागेको छ। कस्तो मिलाइदियो यस्तो उसमा त गर्नु यो कति बजेसम्म चाहिँ हामी यहाँ बाहिर निस्क्यौँ। किताब पढ्यो म त पढेन किताब त। नानी हो र होइन किताब त के छ नानी पढ्नु मात्रै होला होइन भएन किन हो चाहिँ हामी पढ्यौँ। हामी चाहिँ अब घरतिर जाँदै हो। अब हामी घरतिर लागेको। त्यस्तो छ यहाँ मेडिसिन हुनु चाहिँ मेडिसिन गर्ने त्यही बाहिर गरौँला त्यही भएर त्यस्तो छ दृश्य। फोटोहरू सबै कृष्णहरूको कथाहरू राखेर गोवर्धन लीला अनि गोपिनीहरूसँग भगवान् श्रीकृष्णको रास नृत्य कृष्णलाई बलरामको मथुरा प्रवेश अनि भगवान् श्रीकृष्णको कंसको बन्द कृष्ण बलरामद्वारा इच्छा ग्रहण भगवान् श्रीकृष्णको सबै रहेछ। अब हामी घरतिर लाग्यौँ। अनि भिडियो गर्छौँ अनि घरतिर लाग्छौँ। सक्नुहुन्छ यहाँ त्यस्तो छ। सबै भगवान्को कृष्णको लीला भन्दै रचेको सबै फोटोहरू छ। यस्तो बाहिर प्रसाद खाएन नि 4 जना खाम हजुर। यस्तो छ यहाँ। हामी चाहिँ अब फर्केको। हामी चाहिँ प्रसादको लागि प्रसाद खाना फ्राइडे हुन्छ है। फ्राइडे पो बन्द हुन्छ स्याटरडे त बन्द हुन्छ। आज झन् स्टाफ पनि आएन होइन हप्तामा एक दिन त आउनु पर्छ। हप्ताको त महिनामा मिलाएर आउने महिनाको 2टा स्याटरडे कमिटमेन्ट। अहिले प्रि कमिटमेन्ट चाहिँ गर्दैन। यहाँ चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ। यहाँ सफा गर्दै हुनुहुन्छ दाइजनले चाहिँ। पानी हाल्छ सबको स्टफ। अब हामी चाहिँ घरतिर लाग्यौँ। घरतिर जाँदै हो। घरतिर भन्दा अब नास्ता गर्ने भनेको अब कहाँ हुन्छ नास्ता गर्छौँ अनि घरतिर लाग्छौँ। यहाँ चाहिँ अटो आयो भने
चाहिँ अटोमा जाने भनेको अहिले चाहिँ हिँड्दै हो सो हाई एभ्रीवान माइसेल्फ रेणुका गैरी अनि मेरो टिकटकमा नाम पनि रेणुका गैरी छ इन्स्टामा पनि रेणुका गैरी छ एन्ड डु फलो मी टु सी माई टिकटक भिडियो अनि मेरो इन्स्टाको भिडियोहरू हेर्नको लागि चाहिँ तपाईँले मेरो टिकटक फलो गर्नुपर्ने हुन्छ अनि इन्स्टा पनि फलो गर्नुपर्ने हुन्छ पायौँ अब हामी चाहिँ क्याफे भनेर जान लाग्छ भेरी सुन एकदम फेमस भ्लगर साथीहरू हामी चाहिँ अब स्कुलबाट यहाँ क्याफेमा आयौँ फाइनली यस्तो कुर्ता लगाएर लाज लाग्छ हो मलाई त भित्र बस्नु नि यो रेनकाको करले गर्दा आएको हामी